सो हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर भिडियो। र आजको यस भिडियोमा चाहिँ मैले अलिक फरक भिडियो ल्याएर आएको छु। यसमा चाहिँ तपाईँले के भन्न सक्नुहुन्छ भने चाहिँ भ्याकेन्सी खोलेको छ। त राष्ट्रिय तथ्याङ्क कार्यालयले चाहिँ एउटा भ्याकेन्सी खुलाएको छ, जसमा तपाईँले केही समय अगाडि 2068 पनि यस्तै फर्म भरेर चाहिँ यो खालको भ्याकेन्सी खुलाउँथ्यो, जसमा चाहिँ तपाईँले तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ गणक र सुपरिवेक्षीको लागि भनेको छ। त्यसको लागि अनलाइन फर्म भर्नको लागि तपाईँले जानुपर्ने हुन्छ hs.ns.nepal.gov.np मा। र त्यसपछि फर्म भर्नको लागि यसमा गइसकेपछि तपाईँले आफ्नो कुन सुपरिवेक्षक र गणक कुनमा चाहिँ सिलेक्ट गर्ने त। यदि तपाईँ ब्याचलर पास हुनुहुन्छ भने सुपरिवेक्षक र +2 पास हुनुहुन्छ भने गणकमा सिलेक्ट गर्न सक्नुहुन्छ। र मैले आफ्नो फर्म भर्दैछु। प्रदेश कर्णाली र जिल्ला जाजरकोट सिलेक्ट गरेँ। त्यसपछि आफ्नो गाउँपालिका स्थानीय तह सिलेक्ट गरेँ। त्यसपछि वडा नम्बर सिलेक्ट गर्न गइरहेको छु। वडा नम्बर कति राख्न सक्नुहुन्छ। तपाईँले कुन गाउँपालिका कार्यालयबाट कुन स्थानीय तहबाट काम गर्न चाहनुहुन्छ त्यसको लागि यो फर्म भर्नुपर्ने छ अगाडि। र माथिको यो फर्म मैले कुन स्थानीय तहबाट भर्नुपर्ने हो, काम गर्न चाहन्छु त्यसको लागि भरेँ मैले। अब चाहिँ आफ्नो व्यक्तिगत विवरणको बारेमा यहाँ टाइप गर्नुपर्ने हुन्छ। जस्तै कि आवेदकको नाम थर भनेको छ, मैले आफ्नो नाम राख्न गएको छु गोविन्द साई भनेर देख्न सक्नुहुन्छ। आफ्नो नाम नेपालीमा राखेपछि तपाईँले अङ्ग्रेजीमा राख्नुपर्ने हुन्छ। अङ्ग्रेजीमा गोविन्द साई। नागरिकतामा जे विवरण छ त्यही अनुसार राख्नुपर्ने हुन्छ। तपाईँले चाहिँ गलत चाहिँ नगर्नु होला। लिङ्ग पुरुष सिलेक्ट गर्ने, लिङ्ग कुन हो तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। बाबुको नाम थर भनेको छ, आफ्नो बुवाको नाम राख्नु होला अनि आमाको नाम राख्नु होला। त्यसपछि 3 पुस्ती खोजेको छ, यहाँनिर पनि सरकारी काम हो के गर्नु होइन। बाजेको नाम थर चाहिँ राखेँ मैले। जन्म मिति राख्नुपर्ने हुन्छ। देख्न सक्छु मैले आफ्नो जन्म मिति राखेँ। त्यसपछि जन्म मिति राखेपछि यहाँ चाहिँ विक्रम सम्वतदेखि एडीमा चाहिँ अटोमेटिक कन्भर्ट भइन्छ र उमेर पनि कन्भर्ट भएर आउँछ तपाईँको आफै नागरिकता अनुसार। त्यसपछि नागरिकता सम्बन्धी विवरण भनेको छ, नागरिकता नम्बर राखेर आफ्नो कुन जिल्लादेखि जारी भएको त्यो राख्न सक्नुहुन्छ, आफ्नो प्रदेश राख्न सक्नुहुन्छ। त्यसपछि नागरिकता जारी मिति राख्नु होला। यहाँ तल चाहिँ नागरिकता जारी मिति आफ्नो नागरिकताको पछिल्लो पेजमा पछिल्लो पार्टमा त तपाईँले हेरेर जारी मिति राख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ मैले आफ्नो जारी मिति राख्न गइरहेको छु। त्यसपछि तपाईँले नागरिकता प्रमाणपत्रको फोटो यहाँबाट चुज फाइल्समा क्लिक गरी आफ्नो नागरिकताको अगाडि पछाडिको भाग एउटै पेजमा मर्ज गरेर पनि राख्न सक्नुहुन्छ, अथवा नागरिकताको अघिल्लो पेज मात्रै पनि पोस्ट गरेर चाहिँ चुज गर्न सक्नुहुन्छ। जस्तै मैले आफ्नो फोटोलाई सिलेक्ट गरेँ। यहाँबाट देख्न सक्नुहुन्छ 200 KB भन्दा तलको साइज हुनुपर्छ तपाईँको नागरिकताको फोटोको भनेको चाहिँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो चाहिँ 2.9 MB को छ। यसलाई चाहिँ कम्प्रेस कसरी गरेर छ, त्यस कम्प्रेस गर्नको लागि देख्न सक्नुहुन्छ मैले कुनै नयाँ ब्राउजरमा गएर यहाँ देख्न सक्नुहुन्छ इमेज कम्प्रेसर कुनै पनि एउटा वेबसाइटमा गएर तपाईँले अनलाइनबाट सजिलै कम्प्रेस गर्न सक्नुहुन्छ। कम्प्रेस गरेर देख्न सक्नुहुन्छ मैले फोटोलाई कसरी कम्प्रेस गर्छु त। एउटा फोटो फाइल सिलेक्ट गरेँ, जस्तै आफ्नो नागरिकता सिलेक्ट गर्नु होला। त्यसपछि कम्प्रेसमा क्लिक गर्नु होला र कम्प्रेस भइसकेपछि यहाँ अटोमेटिक कम्प्रेस हुन्छ तपाईँको फोटो। र आफैले सिलेक्ट गर्नुपर्ने हुन्छ अब कति MB कति KBसम्म कम्प्रेस गर्ने त। त्यसका लागि देख्न सक्नुहुन्छ यहाँदेखि सिलेक्ट गर्न सक्नुहुन्छ तपाईँले साइज ठुलो सानो गराउन सक्छ। मैले चाहिँ 195 KB 200 भन्दा तलकै KBमा कम्प्रेस गर्न गएँ। यति कम्प्रेस गरिसकेपछि त्यसपछि तपाईँलाई एप्लाई गर्नुपर्ने हुन्छ अनि त्यसपछि सेभ अलमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। अब म पहिलेकै पेजमा आउँछु र यहाँदेखि फोटो सिलेक्ट गर्छु, कम्प्रेस भइसकेको फोटो। र कम्प्रेस फोटो भइसकेको सिलेक्ट गरेर यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ फोटो सिलेक्ट गरेँ अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ 200 KB भन्दा तलकै थियो फोटो अनि एप्लाई भइसक्यो, अपलोड भइसकेको भन्नुपर्छ। त्यसपछि तपाईँले यहाँ ठेगाना विवरण भन्नुहुन्छ, आफ्नो स्थायी ठेगाना राख्नुपर्ने हुन्छ नागरिकता अनुसार। कर्णाली प्रदेश जाजरकोट जिल्ला अनि वडा नम्बर। मैले चाहिँ जहाँको बासिन्दा हो त्यही स्थानीय तहमा काम गर्न गइरहेको छु। त्यसैले मेरो एड्रेस एउटै छ, तपाईँ नचुक्किनु होला। तपाईँ कुनै अर्को ठाउँको व्यक्ति हो र त्यहाँ अन्य स्थानीय तहमा काम गर्न चाहनुहुन्छ भने त्यसरी फर्म भर्नु होला। स्थायी र अस्थायी ठेगाना एउटै फरक छ भने फरक एउटै छ, मेरो चाहिँ त्यही भएर एउटै राखेँ। त्यसपछि शैक्षिक विवरण राख्नुपर्ने हुन्छ, तपाईँ +2 राख्नु होला। अनि त्यसपछि अन्य अध्ययनको सङ्ख्या भनेको छ म्यानेजमेन्ट एजुकेसन कुन हो त्यहाँदेखि राख्नु होला। त्यसपछि मुख्य विषय भनेको छ, मैले मुख्य विषय राखेँ आफ्नो हेल्थ। अनि त्यसपछि
प्राप्ताङ्क प्रतिशत आफ्नो जिपी राख्नु होला। मार्कसिट अथवा ट्रान्सक्रिप्ट +2 को तपाईँले लास्टमा देख्न सक्नुहुन्छ कति जिपी ल्याउनु भएको छ त्यो राख्नु होला। त्यसपछि न्यूनतम शैक्षिक योग्यता ट्रान्सक्रिप्ट तपाईँले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। एउटा पनि यो डकुमेन्ट पनि तपाईँको चाहिँ 200 KB तलकै हुनुपर्ने हुन्छ। अनि त्यो शैक्षिक योग्यताको शैक्षिक प्रमाणपत्र भनेको चाहिँ यो चाहिँ क्यारेक्टर राख्नु होला। क्यारेक्टर सर्टिफिकेट तल्लोमा चाहिँ क्यारेक्टर सर्टिफिकेट अनि ट्रान्सक्रिप्ट चाहिँ यो दुइटै तपाईँको चाहिँ 200 KB भन्दा तलकै हुनुपर्ने हुन्छ। सबै डकुमेन्टहरू 200 KB भन्दा तलकै हुनुपर्छ। तपाईँले अघिल्लो दिनहरूमा पनि अनलाइन फर्म भर्नुभएको थियो भने यहाँदेखि अनुभव गर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। मैले चाहिँ दुइटै आफ्नो ट्रान्सक्रिप्ट र क्यारेक्टर फाइल चुज गरिसकेको छु भन्नुपर्छ। त्यसपछि तपाईँ जानुपर्ने हुन्छ न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता विवरण छ भने ब्याचलर +2 अथवा ब्याचलर +2 को भर्नुभयो। अनि ब्याचलरको पनि छ भने तपाईँले यहाँ भर दिन सक्नुहुन्छ, किनभने गणका लागि कोठा बढी भइसकेपछि भने चाहिँ तपाईँलाई सुपरभिषकमा तपाईँलाई सिलेक्ट गर्न सक्छ स्थानीय तहले। र त्यसपछि यहाँ छैन भनेपछि छ भने छ राख्नुला, छैन भनेपछि छैन राखेर अगाडि बढ्न सक्नुहुन्छ। त्यसपछि छैन राखेँ मैले। त्यसपछि तालिम सम्बन्धी विवरण, तालिम लिनुभएको छ योभन्दा अघिल्लो समयमा लिनुभएको छैन भने छैन राख्नु होला। मैले पनि छैन राख्दैछु। अनि त्यसपछि अनुभव सम्बन्धी विवरण, योभन्दा पहिला 78-68 मा तपाईँले कुनै पनि जनगणना जुन तथ्याङ्क सङ्कलनको काम गर्नुभएको थियो, अन्य कुनै पनि तथ्याङ्क सङ्कलनको काम गर्नुभएको थियो, अनुभव छ भने छ भने राख्नुहोस्, छैन भने छैन राख्नुहोस्। त्यसपछि भनेको छ यहाँनिर आफ्नो के भन्छ आवेदकको फोटो। मैले चाहिँ आवेदकको फोटो यो पनि तपाईँको 200 KB भन्दा तलकै हुनुपर्ने हुन्छ है। 200 KB भन्दा तलकै राखेपछि मैले फोटो एट्याच गरिसकेको छु। त्यसपछि त्यहाँ बिलिटिकमा क्लिक गरेँ। फर्म पुरै तपाईँ क्लियर छ भने एकचोटि चेक गर्नु होला। त्यसपछि ठिक छ भने सबमिट गरेर अगाडि बढ्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ एप्लाई फर्म भरेर अगाडि बढ्नु होला। र यो चाहिँ तपाईँले स्क्रिनसट गरेर अथवा सेभ गरेर डाउनलोड राख्नु होला, किनभने यो एउटा परिक्षेत्र जस्तै यो चाहिँ तपाईँलाई चाहिने छ। तपाईँलाई कल आयो भने यदि स्थानीय तहबाट तपाईँ सिलेक्ट गर्नुभयो भने तपाईँ त्यहाँ चाहिँ काम गर्न सक्नुहुन्छ। सो यो गणक र सुपरभिषकको लागि भर्नुपर्ने फर्म हो र यसरी तपाईँले भर्न सक्नुहुन्छ। र आउँदो दिनहरूमा पनि यस्तै भिडियो ल्याइराख्नेछु। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? सो थ्याङ्क्स फर वाचिङ। सी यू नेक्स्ट भिडियो। लेट्स बाई बाई गाइज।